नमस्कार, म प्रेमदोज गुरुङ, खोटाङ गुरुङ समाज युगीको अध्यक्ष। यहाँहरूलाई मिटिङको जानकारी दिने उद्देश्यले मैले एउटा सानो भोइस रेकर्ड गरेको छु। यो गएको समर भेटघाटमा हाम्रो भेटघाट भयो र त्यो वार्षिकता साधन सभा सम्पन्न गऱ्यौँ र समर भेटघाट सम्पन्न गऱ्यौँ। त्यस पश्चात हामीले त्यही दिन पनि बाचा गरेका थियौँ कि हामी चाँडै नै एउटा समीक्षा मिटिङ बस्छौँ र त्यो समीक्षा मिटिङले सबै आगामी कार्यक्रमहरू तय गर्छौँ भनेर बाचा गरेको अनुसार यहाँहरूलाई मैले यो अगस्तको 15 तारिक मिटिङ आह्वान गरेको थिएँ। त्यसमा सङ्ख्या अति नै कम भएको कारणले गर्दाखेरि संरक्षक र पूर्व अध्यक्षसँग सल्लाह गरी अर्को सेप्टेम्बरको 6 तारिक आइतबार हामीले मिटिङ तय गरेको छौँ। त्यसको भेन्यू चाहिँ अलडोसटको माइतीघर रेस्टुरेन्टमा रहेको छ र विशेषतः यस मिटिङको मुख्य उद्देश्य भनेको समर भेटघाटको समीक्षा र आमा समूह गठनको लाई पूर्णता र के अरे गुरुङ वेशभूषालाई कसरी एकरूपता एकै खाले बनाउने भन्ने एउटा फाइनल डिसिजन गर्ने कुरा हो। अनि बाँकी कुराहरू आगामी वर्षको प्रोग्रामहरू हामीले खोटाङ गुरुङ समाज युगलाई कसरी अगाडि बढाउने भन्ने कुराहरू नै रहनेछ र यसमा विविध कुराहरूको छलफल गरौँ भन्ने उद्देश्यले मिटिङ बोलाई आह्वान गरिएको छ। त्यसमा यहाँहरूको सबैको सहभागिताको लागि म विनम्र अनुरोध गर्दछु। विशेष त कार्य समितिको सदस्यहरू सबै भइदिनु भए एकदमै आभारी हुने थिएँ र यदि कार्य समितिको सदस्यहरू हामी नभएर सबै सल्लाहकार आजीवन सदस्यहरू सबै नै आउन सक्नुहुनेछ र त्यसमा तपाईँ हामी बसेर आगामी कार्यक्रमहरू तय गरौँ। खोटाङ गुरुङ समाजलाई कसरी चुस्त र दुरुस्त बनाउन सकिन्छ भन्ने कुरामा तपाईँ हाम्रै हात छ। यसै कारणले गर्दाखेरि यहाँहरूलाई मेरो विनम्र अनुरोध, यहाँहरूको उपस्थिति अनिवार्य छ। को मेसेन्जर र भाइबरमा ग्रुप बनाएर राखेको छु। त्यो ग्रुपमा जो मिल्नुहुन्छ मिल्नेमा नाम लेखिदिनुहोस् र मिल्न सक्नु नहुनेले अपोलोजीमा नाम लेखेर सहयोग गरिदिनुहोस्। त्यसो गर्दाखेरि बन्दोबस्तीको तयारी गर्न एकदम सहज हुनेछ र सङ्ख्या कति हुने रहेछ भनेर हामीले त्यही किसिमको बन्दोबस्ती मिलाउने पर्ने हुन्छ। गरिदिनु हार्दिक अनुरोध गर्दछु र सेप्टेम्बरको 6 तारिक आइतबार 68मा भेटौँ। नमस्कार।